हेलो एभ्रिवान, नमस्ते। कस्तो हुनुहुन्छ? आशा गर्छु आनन्दै हुनुहुन्छ होला। म पनि आनन्दै छु। र आज एउटा कुरा गर्न चाहँदैछु तपाईँहरू बिच। र आज एकजना मित्रले भन्नुभयो, उहाँ पनि भिडियो बनाउनुहुन्थ्यो र उहाँले भन्नुभयो, साथी यो भिडियोले बनाउँदा पनि मान्छेले क्रिटिसाइज गर्छन् यार, के भन्छन्, के भिडियो सिडियो बनाउनु, नोकरी छ, आफ्नो राम्रो गर्नु, खानु, बस मस्त एकदम बस्नु, होइन? त त्यसो भन्नुहुन्छ भन्ने, क्रिटिसाइज गर्ने धेरै निक्लिन्छन् यार, अहिले कस्तो लाग्छ नि भन्नुभयो, होइन? र त्यस्तो त सबैले भन्नुहुन्छ। हेर्नुहोस्, जे पनि काम त चाहे तपाईँ राम्रो काम गर्नुहोस् त्यहाँ पनि भन्नुहुन्छ, चाहे तपाईँ गलत काम गर्नुहोस् त्यहाँ पनि भन्नुहुन्छ, होइन? र तपाईँको फ्युचर हो, तपाईँको करियर हो, होइन? तपाईँलाई के गर्न मन लाग्छ है? अब तपाईँलाई यदि राम्रो काम गर्न मन लाग्छ गर्नुहोस्, नराम्रो काम त गरेको छैन है। र तपाईँले चाहे राम्रो गर्नुहोस् त्यहाँ पनि मान्छेले भन्छन्, तपाईँले चाहे नराम्रो गर्नुहोस् त्यहाँ पनि मान्छेले भन्छन्। कामयाबी भएपछि भन्छन् न यसले त केही गर्छ, मलाई थाहा थियो, त्यही भन्छन्। अगर कामयाबी भएन भने भन्छन् मैले पहिल्यै भनेको यसलाई हुँदैन नगर भनेर, होइन? त्यो पनि भन्छन्। त्यही भएर सर्वप्रथम त आफ्नो मनले डिसाइड गर्नुपर्छ आफूलाई के राम्रो लाग्छ, होइन? अगर राम्रो लाग्छ भने त्यो काम तपाईँले गर्न सक्नुहुन्छ, किन त्यसमा केही प्रब्लम छैन। राम्रो कुरा, राम्रो काम तपाईँ गर्नुहुँदैछ। र भिडियोको कुरा र आफ्नो चोइसको उपरमा आउँछ कुराहरू, होइन? अब मलाई के पसन्द लाग्छ है, मलाई के पसन्द लाग्छ, अब एउटा सिचुएसन पनि हेरेर हुन्छ। अब हामीहरूले कोही ठुलो कोही रिस्कवाला काम गरौँ भने त्यसमा अब जस्तो उमेर हुँदै जान्छ, एक टाइममा रिटायरमेन्ट हुन्छ, होइन? त्यो समयमा रिस्कवाला हार्डवाला काम गर्न अलिकति गाह्रो हुन्छ। र यो भिडियोवाला काम भयो जस्ट एउटा एन्टरटेनमेन्ट टाइप, होइन? यो फिल्ममा म आएको थिइनँ, मेरो मित्र पनि आएको थिएन, अहिले मेरो एकजना साथी मित्रले पनि बनाउनुहुन्छ, म पनि बनाउँछु, होइन? र यो मलाई चाहिँ मित्रलाई मैले यही भने कि मलाई त यो पसन्द लाग्यो, किन कि म सोसियल मिडिया मलाई थाहा थिएन, होइन? अरूको हेरेर मलाई आएँ। एकजना मेरो साथीले पनि भने चाहिँ नै यसरी बनाऊ, राम्रो हुन्छ, एउटा टाइम पासको जरिया पनि राम्रो हुन्छ र यसमा एन्टरटेनमेन्ट हुन्छ, होइन? आफ्नो साथीहरू सब भेला भयो, बस्यो, डिस्कसन गऱ्यो, त्यसको पनि बनाउन सकिन्छ। कोही राम्रो पोजिटिभ न्युज अहिले आउने नयाँ पिँढीहरूलाई दिनु, यो पनि राम्रो कुरा हो। कोही बच्चाहरूलाई लिएर ग्यादरिङ गरेर यसो मोटिभेट गर्नु, त्यो पनि राम्रो कुरा हो। यसमा आयो भने के हुन्छ, तपाईँ एक्लै 4 जना बच्चालाई आज भन्नुहुन्छ, केही कुरा पोजिटिभ एउटा न्युज दिन चाहनुहुन्छ, होइन? त 4 जनालाई तपाईँले दिन सक्नुहुन्छ। अगर तपाईँ सोसियल मिडियाको थ्रु आउनुहुन्छ भने तपाईँले 4 लाख जनालाई दिन सक्नुहुन्छ। तपाईँको भिडियो संसारमा, पृथ्वीमा सबैले हेर्छन्, होइन? 1 2 3 4 गरी कहाँबाट कहाँ पुग्नु सक्छ कसैले भन्नु सक्दैन। देश विदेशमा पनि पुग्नु सक्छ, होइन? चाहे पुगोस् चाहे नपुगोस्। र जनताहरूले, दर्शकबिनहरूले सपोर्ट गर्नुभयो भने, हेर्नुभयो भने, मन पराउनु भयो भने कहाँबाट कहाँ पुग्नु सक्छ है। अर्निङ भए पनि ठिक, नभए पनि ठिक, लेकिन एउटा सूचना, एउटा राम्रो कुरा, एउटा तपाईँको ज्ञान सबले पाउँछ, होइन? संसारमा पाउँछ। र कसैले केही सिक्छ हामीबाट, केही राम्रो कुरा कसैले केही सिकोस्, वा अरूबाट हामीहरूले पनि सिक्न पाइन्छ, हामीबाट अरूले पनि सिक्छन् भने यसमा नराम्रो केही पनि छैन। र हजुरलाई चोइस के छ है, गर्नेको आफ्नो थिङ्किङ, आफ्नो विचार हो। र मलाई यसमा यो राम्रो लाग्यो, मैले धेरै फ्रेन्ड सर्कलहरू पाएँ, मलाई राम्रो लाग्यो। र मैले जे पनि कुरा, कोही पनि सूचना यसबाट दिन सक्छु, सबैले पाउँछ। कोही बच्चाहरूलाई मोटिभेट गर्छु, एउटा बच्चालाई म मोटिभेट गर्छु, लाखौँ बच्चा मोटिभेट हुन्छ भिडियो हेरेर है। र यसमा गर्दै राम्रो भयो, अगाडि बढ्यो, अर्निङ पनि सुरु भयो भने के खराब छ, साह्रै राम्रो। अगर अर्निङ सुरु नभए पनि प्राय मित्रहरूले हेरुन्, प्राय बच्चाहरू मोटिभेट हुन्। र कसैलाई हामीले यदि मोटिभेट गर्न सक्यौँ र हाम्रो कुराबाट ऊ यदि मोटिभेट भएर त्यसले एउटा राम्रो काम गरे भने यो बहुत राम्रो कुरा हो। र यसमा खराब केही छैन। भन्नेले भन्छन् आफूलाई के राम्रो लाग्छ आफूले गर्न सकिन्छ, आफ्नो लाइफ आफ्नो चोइस है। र त्यही भएर मित्रहरूलाई पनि भन्छु जे कसले के भन्छ भनेर तपाईँहरूले सोच्नु पर्दैन। बस तपाईँहरू राम्रोसँग गर्नुहोस् सुरुमा। अनि अर्को कुरा, जानेको पनि छैन वा कोही कन्टेन्ट पनि खास छैन, किन भिडियोमा आउनु, त्यो पनि कुरा कहीँबाट निक्ल्यो, होइन? एकजना मित्रले भन्नुभयो। त त्यो पनि कुरा यस्तो हो, कोही पनि मान्छे फर्स्ट फिल्ममा आउँदा कसैले पनि जानेको हुँदैन, होइन? जन्मेर आउँदा कसले सिकेर आएको हुन्छ, कसैले पनि सिकेर आएको हुँदैन। र त्यस कारणले हामीहरूले गर्दै गयो भने सिकिन्छ, गर्न कोसिस गर्नुपर्छ। कोसिस चाहिँ
राख्नुपर्छ, कोसिस चाहिँ जारी राख्नुपर्छ र जे पनि काममा हजुरले कोसिस गर्नु भने हजुर अगाडि बढेर जान सक्नुहुन्छ, यो 100% हो। र हजुरहरू कोसिस गर्नु, निरन्तर लागिरहनुहोस्, सक्सेस एक दिन हुन्छ, निश्चय हुन्छ। अनि कोसिस गर्नु प्योर कन्टेन्ट बनाउन। जस्तो हामीलाई आफ्नो जहाँ पनि हामी काम गर्छौँ त्यहाँको हामीले रुल रेगुलेसन पालन गर्नुपर्छ हैन। तर रुल रेगुलेसनलाई हामीले पालन गर्नुपर्छ, त्यसलाई हामी पार गरेर जानु हुँदैन। जस्तो फेसबुकको अहिले नयाँ नयाँ मेसेजहरू छ, उनीहरूलाई चाहियो प्योर कन्टेन्ट हैन, जति सक्छ प्योर कन्टेन्ट बनाउनु। त कोसिस गर्नु प्योर कन्टेन्ट बनाउनु, कमेडी गर्नु, हाँस्नु, या कोही राम्रो चिजको बारेमा कन्सर्न गर्नु, डिस्कस गर्नु, बच्चाहरूलाई मोटिभेट गर्नु, 4वटा बच्चा लिएर मोटिभेट गराउनु, त्यहाँबाट हजारौँ बच्चाले हेरेर तिनीहरू पनि मोटिभेट हुन्छ हैन। त्यस्तै तरिकाले गर्दै गर्दै अगाडि बढ्दै जान सक्नुहुन्छ। अरूको हेरेर सिकिन्छ र सिक्दै गर्दै जाँदाखेरि अघि गएर सक्सेस निश्चय हुन्छ। र कोसिस गर्नुहोस् र कसले के भन्छ त्यो छोडिदिनुहोस्। जैसे हिंदी में 4 लोग क्या कहेंगे, 4 लोग कुछ नहीं कहेंगे, मरने के बाद वो लोग कंधा देंगे आके, ये मेरा मित्र था बोलेंगे, यही होता है। र यस्तै हुन्छ। त्यही भएर शरम गर्नु हुँदैन, कोसिस गर्नुपर्छ र आफूलाई जे राम्रो लाग्छ त्यो काम गर्नुपर्छ, गलत गर्नु हुँदैन।